हरे कृष्ण सबैजनालाई। आज हामीहरू भगवत गीताको अध्याय 1 को श्लोक नम्बर 30 को बारेमा केही चर्चा गर्नेछौँ। यहाँ श्लोक नम्बर 30 मा अर्जुनले भन्नुहुन्छ, अब यहाँ धेरै समयसम्म उभिने ममा सामर्थ्य छैन। म आफूलाई नै बिर्सिरहेको छु र मेरो मन पनि घुमिरहेको छ वा मेरो टाउको पनि घुमिरहेको छ। म यहाँ अशुभ वा अमङ्गल नै देखिरहेको छु। अर्थात् यहाँ अर्जुनले भन्न खोज्नु भएको कि यदि युद्ध गरेर केही लाभ नै छैन भने म यो युद्ध किन गरौँ। यदि कसैलाई अर्जुनको भौतिक मानसिकतालाई हेर्नु छ भने प्रभुपादजीले यहाँ त्यसको बारेमा धेरै राम्रोसँग बुझाउनु भएका छन्। योभन्दा पहिलोको श्लोकमा अर्थात् श्लोक नम्बर 28 मा अर्जुनले एउटा शब्दको प्रयोग गर्नुभएको थियो। अर्जुनले स्वजन्म भनेर भन्नुभएको थियो। यसबाट अर्जुनको मानसिकतालाई व्यक्त गर्छ। अर्थात् अर्जुनले भन्नुभएको थियो कि यिनीहरू आफन्त हुन्, मेरो आफन्त हुन्, त्यसै कारणले मलाई डर लागिरहेको छ र मलाई करुणा आइरहेको छ। अर्थात् अर्जुनका कोही पराया पनि छन् र यो नै अर्जुनको मानसिकतालाई दर्शाउँछ। यदि कोही व्यक्ति आत्माको स्तरमा हेर्छ भने उसका लागि सबै आफन्त हुन्। कृष्ण हाम्रा बुवा हुनुहुन्छ र हामी सबै भगवान कृष्णका सन्तान हुन् र यसमा आफ्ना र परायाको सबै आफ्ना हुन्, सबै एउटै परिवारका सदस्य हुन्। तर अर्जुनले के भन्नुभएको छ कि यिनीहरू मेरा आफन्त हुन्, त्यसै कारणले म युद्ध गर्न चाहदिनँ। अर्थात् यदि त्यहाँ आफन्तको ठाउँमा अर्जुनका कोही पराया वा शत्रु भएको भए अर्जुन त्यहाँ युद्ध गर्थ्यो, त्यहाँ लड्थ्यो र त्यहाँ उनीहरूलाई मार्न पनि सक्थ्यो। तर आफन्त भएको कारणले गर्दा चाहिँ अर्जुनले त्यहाँ उनीहरूलाई मार्न सकिरहेका छैनन्। यो नै अर्जुनको चाहिँ मानसिकतालाई बुझाउँछ र अर्जुनले यसरी नै आफ्नो पहिलो कारण, युद्ध नगर्ने पहिलो कारण चाहिँ दिनुभएको छ। र अब चाहिँ हामीहरू अध्याय 1 को श्लोक नम्बर 30 को चाहिँ संस्कृत श्लोक अनुवाद र तात्पर्य पढौँ। श्लोक यस प्रकार रहेको छ। न च साकनोमि अवस्थातु भ्रमति इव च मे मन निमितानि च पश्यामि विपरीतानि केशव। यसको अनुवाद यस प्रकार रहेको छ। हे केशव, हे कृष्ण, अब यहाँ धेरै समय उभिने सामर्थ्य ममा छैन। मैले आफैलाई बिर्सिँदैछु, मेरो मन घुमिरहेको छ। म त केवल अमङ्गल अशुभ मात्रै देखिरहेछु। तात्पर्य, आफ्नै व्याकुलताले गर्दा अर्जुन युद्धभूमिमा उभिने सकिएनन् र यही मानसिकता कमजोरीले गर्दा उनलाई आत्मविस्मृति भयो। भौतिक विषयप्रतिको अत्याधिक आसक्तिले गर्दा मानिस यस किसिमको मोहग्रस्त अवस्थामा पुग्दछ। भयं द्वितीयाभिनिवेशतः स्यात्। भागवत 11:2-37। भौतिक परिस्थितिबाट अत्यधिक प्रभावित भएका व्यक्तिहरूमा नै यस किसिमको डर र मानसिक असन्तुलन देखा पर्दछ। अर्जुन युद्धभूमिमा केवल दुःखदायी पराजय मात्रै देख्दथे। लाग्दथ्यो उनी शत्रुमाथि विजय गरेर पनि सुखी हुने छैनन्। निमित्तानि विपरीतानि भन्ने यी दुई शब्द महत्त्वपूर्ण छन्। जब मानिस आफ्ना आशाहरू विफल भएको मात्र भएको देख्छ
अनि ऊ सोच्न थाल्छ, म किन यहाँ छु। हरेक मानिस आफू र आफ्नो हित हुने कुरामा अभिरुचि राख्दछ, परमात्माप्रति कसैले अभिरुचि राख्दैन। भगवान श्रीकृष्णकै इच्छाले अर्जुनले आफ्नो वास्तविक स्वार्थरूपी अज्ञान देखाइरहेका थिए। मानिसको साँचो स्वार्थ त भगवान विष्णु वा कृष्णमा निर्भर छ। बद्धजीवले यो कुरा बिर्सिन्छ, त्यसैले ऊ भौतिक कष्टहरूबाट पीडित हुन्छ। अर्जुनले सोचे, युद्धमा मेरो जित भए पनि त्यो जित मेरो लागि केवल शोकको कारण हुनेछ। हरे कृष्ण।